भेरेटारमा स्काई टावर चढ्नु आएको खोइ त एक्सपेक्टेसन भर्सेस रियालिटी त खतरा देखाइदियो कुहिरो छ यहाँ चाहिँ कुहिरो छैन यहाँ पर स्काई टावरमा चाहिँ यति धेरै कुहिरो बसिरहेछ कुहिरो नै हटिरहेको छैन गंगा ब्लग्स अब चट्ट युकेश हिरो बन्दैछ यहाँनिर नमस्ते अनि वेलकम ब्याक टु माई पुनम युट्युब च्यानल भाइ र म चाहिँ आज टुर्न गएको होइन अनि भाइको कपाल काट्दैछौँ भर्खरै नकाटी नजाने रे नि त यहाँको दुईटा मेरो कफी झर्यो नि युकेशको फाइनल लुक सुनाउन लाग्दैछ है पाक्रीबासबाट हिलेमा कपाल काट्न आउँछ पाक्रीबासमा चाहिँ काटेकै मन परेन अरे नि त त्यही भएर कपाल काटेको रु 150 रे पैसा सोध्नै नपर्ने यहाँ माथि देखेर राख्नु हुँदो रहेछ मेरो छेउमा बस्नुहुने दिदीले पहाडबाट यता तराईतिर कोसेली लानुभएको रहेछ क्या पहाडको अनि माथि छतबाट सबै मुनि खसेछ उहाँहरू चाहिँ बाँध्दै हुनुहुन्छ म चाहिँ यहाँ पछाडि युकेशलाई हेर्दैछु यस्तो क्यामेरामा हेर्दै आफू नक्कल पार्दै भिडियो बनाउँदैछु सामान लोड गरिसकेपछि हामी ओह्रालो झऱ्यौँ ओह्रालो झरिसकेपछि यो धनकुटाको मूलघाटकै तमर नदी आउँछ अनि यहाँको पुल चाहिँ अब्बर बबाल देखिरहेछ भिडियोमा पनि मैले 0.5 मा खिचेको तर अलिक कस्तो लामो देखिरहेछ मलाई यस्तो लामोवाला खिच्नु चाहिँ मन थिएन तर क्यामेरामा सबै देखियोस् भनेर मैले यसरी 0.5 मा खिचेको अनि यहाँ चाहिँ अब यो चाहिँ के को लागि प्रसिद्ध छ भने यहाँ चाहिँ सिजनल फ्रुटहरू पाउँछ के अब उखु त सधैँ नै पाउँछ हैन उखु अनि टमाटर पनि पाउँछ अनि प्लस अहिले चलिरहेको चाहिँ लिची रहेछ अनि लिची अब 1 महिना पछि चाहिँ फेरि आँप पनि पाउँछ के आँप चाहिँ यति मिठो पाउँछ नि यहाँको मालदा आँप मिठो मिठो यहाँ हाम्रो गाडीमा आउने सबैजना यात्रुहरूले यहाँको उखु लिची सबै किन्नुभयो मलाई पनि लिची किन्नु भनेर एकजना दाइले भन्दै हुनुहुन्थ्यो अनि मैले चाहिँ होस् नकिन्ने भन्दै उहाँलाई जिस्काएँ किनभने फ्रीमा दिनु न त भनेको हुँदैन भन्नुभयो अनि मैले उहाँसँग खासमा मैले मजाक गरेको मेरो घरमै लिची थियो त्यही भएर मैले दाइ म किन्दिनँ है भने अनि हुन्छ भनेर जानुभयो अनि मैले भिडियो बनाएको छु नि भनेको ए हो र भन्दै हुनुहुन्थ्यो अनि हामीले भिडियो बनाइसकेर यता दिदीले लिची उखु किनेको किने हुनुहुन्थ्यो म चाहिँ भिडियो बनाइराखेको अनि त्यसपछि हामी एकछिन बस्यौँ गाडीको ड्राइभर दाइ आउनु भएकै थिएन ड्राइभर दाइ त होइन भाइ होला सायद मभन्दा त सानै थियो अनि यहाँबाट अब उकालो लाग्यौँ यहाँ चाहिँ तपाईँहरूले मिठो मिठो ताजा फलफुलहरू किन्न पाउनुहुन्छ अनि हामी एकछिन बसेर यहाँबाट मास्तिर लाग्यौँ धनकुटाको त्यो तमोर नदीबाट धेरै माथि आइसकेपछि नमस्ते झरना आउँछ यो धनकुटाको फेमस ठाउँ हो यो पनि अनि युकेश र म पनि जाने चाहिँ कुरा थियो तर घरबाट के भन्दै हुनुहुन्थ्यो भने बर्खामा ढुङ्गाहरू खस्छ झरना चाहिँ नजानु है भन्दै हुनुहुन्थ्यो अनि हामी झरना जाने त सोच बनाएको थियो तर उहाँहरूले नजाऊ है भनेपछि त जानु भएन नि त यो सिजन पनि हो ढुङ्गाहरू खस्छ अनि हामी गएन अनि त्यसपछि भेरेटार नजिक यहाँ एउटा मन्दिर छ यहाँ चाहिँ सबैजनाले यहाँ ऐना राख्नु हुँदो रहेछ आफ्नो आफ्नो विश्वास हो एक्सिडेन्ट नहोस् भनेर राख्नु भएको किन रिङ्गटा लागेको छ फाइनली हामी चाहिँ भेरेटार आइसकेको भेरेटारको मौसम चाहिँ स्काई टावर यहाँ माथि छ आमामा यसरी चाहिँ कसरी स्काई टावर चढ्नु यो त चढेको फाइदै हुँदैन नि होइन देखिँदैन जा म त्यहाँबाट बसिराख्नुपर्छ अनि त्यो आउँछ गाडीबाट
झरेको कपाल सपाल मिलाएकै छैन एकछिनमा चट्ट मिलाउने हो यहाँ चाहिँ यति धेरै सब्जीहरू पाउँछ नि भोक लागेको छ उता पर बस्नु कि क्या हो है यहाँ होटलमा गएदेखि बस्नु अहिले नै त्यो साथी आएपछि भरे घुमेर आएर चाहिँ खाजा खान्न दुईजना आउनु कुन के खाने अमिलो तित्री ऊ त्यहाँ खाने जानु त किन्नु यहाँ छ पैसा किन्नु न कुन खाने मलाई नि एउटै मलाई त त्यो गिलोवाला होइन मलाई यो मलाई चाहिँ यो कसरी हो यो तपाईँ त्यो ए यो भाइ मलाई यो माथिको ल हाम्रो गाडी यहाँ छ अब जाने भयो धरान कति कति रे ए आमामा 16 पो रहेछ मैले त्यति धेरै 16 भनेर सोचेकै थिएन थ्याङ्क्स फर भिजिट भेडेटार धनकुटा कति बज्यो घडी हेर्नु त 11:30 हामी ठ्याक्कै 10 बजे हिँडेको कति 1.5 घन्टामा आइपुग्दो रहेछ यहाँनिर भेडेटारको मौसम चाहिँ सधैँ यस्तै हुन्छ सधैँ भेडेटारको रोडमा चाहिँ सधैँ नै कुहिरो हुन्छ तर भने जस्तो चाहिँ उज्यालो कहिल्यै देख्न पाइँदैन यहाँको मौसम चाहिँ सधैँ यस्तै हुन्छ धरानतिर चाहिँ ओभर गर्मी होइन नि यहाँ माथि चाहिँ यति चिसो हुन्छ फाइनल्ली भेडेटार यही हो छ्या यहाँ त टोइलेट गरेको छ क्या हो यही हो क्या भेडेटार लेखेको चाहिँ भेडेटारको रोडमा चाहिँ कुहिरोले नहटेर जहिले यस्तो देखिन्छ मेरो भाइ यहाँ बसिरहेछ भेडेटारमा स्काई टावर चढ्नु आएको खोइ त एक्सपेक्टेसन भर्सेस रियालिटी त खतरा देखाइदियो कुहिरै कुहिरो छ यहाँ चाहिँ कुहिरो छैन यहाँ पर स्काई टावरमा चाहिँ यति धेरै कुहिरो बसिरहेछ कुहिरो नै हटिरहेको छैन मेरो साथी चाहिँ धरानदेखि आउँदैछ नि त अनि उसलाई चाहिँ सधैँ पर्खिनुपर्छ क्या योभन्दा लास्ट टाइम हामी छिन्ताङ गएको थियौँ त्यहाँ छिन्ताङ जाँदा पनि म चाहिँ छिट्टो पुग्ने क्या सधैँ जहाँ जाँदा पनि मै छिटो पुग्ने ऊ चाहिँ अलिक ढिलो आउँछ क्या अनि हामी आएको अझै कति भइसक्यो 20 मिनट भइसक्यो अझै आएको छैन अब आएर कल गर्छ होला उसले यहाँको मौसम चाहिँ यस्तो हुन्छ एक सेकेन्डमा बादल लाग्दैछ अघि देखिरहेको रोड पनि छेकिरहेछ यहाँ चाहिँ बब्बाल देखिरहेछ रोड उहाँहरू पनि फोटो खिच्नलाई रोक्नु भएको होला तर बादल लागिहाल्छ बादल लागेर त केही नै देखिँदैन अर्थ नै हुँदैन हामी ठ्याक्कै 11:30 मा आइपुगेको ठ्याक्कै 12 बजिसक्यो अझै पनि यो केटी आएकै छैन हामी यति पर्खिरहेछौँ यस्तो फोहोर भइरहेछ यहाँनिर त बेलैमा हिँड है भन्दा म एक्लै आएर कहाँ बस्नु भन्थ्यो हामी चाहिँ आएको 1 घन्टा भइसक्यो पनि अझै आउँदैन त चाहिँ तँलाई पख्न म त के भन्नु र अबदेखि त म तँलाई
कतै जानु छ भने 12 बजे भेट्नु छ भने 10 बजे नै आएर बस्नु पर्ने हुन्छ अहिले चाहिँ। यही आएको रहेछ यो हाम्रो मास्टर नि साप आउनु भयो हेर त साले तैँले मलाई कति घन्टा कुराइस थाहा छ तँलाई भेट्नको लागि हेर हामी माथिबाट यहाँ आइरहेछौँ कस्तो ब्युटी देखेको हेलो नमस्ते सोल्टी अनि तैँले अस्ति सोल्टी भन्छ नि फेरि भाइ भन्छ नि ल नमस्ते भाइ नजिक कहाँ न अहिले भेट्लास् धेरै भेटे टाइममा आज होइन तर एकदम म भन्दा खतरा प्रो बोल्नु हुने दिदी पछाडि हुनुहुन्छ के भन्छ यो हेर्नु न जस्तो लागेर चाहिँ पुरै गिद्दी हुनुभयो किनकि के पनि भिडियोहरूदेखि नि देखिँदैन नि त त्यही भएर चाहिँ क्या एकादेशमा अरे हेर्नु न के गर्नु मेरो मोबाइल यस्तो छ यसको मोबाइल त कस्तो दामी देखिन्छ मेरो मोबाइल हेर्नु न यसको मोबाइल कस्तो दामी देखेको यसको मोबाइलमा चाहिँ के गर्नु कति राम्रो छ कति न बात गर्दा मलाई त उयो अघि मलाई रिस उठिरहेको थियो यसले हामीलाई कति घन्टा कुरा थाहा छ युकेश 1 घन्टा है आएर यहाँ बस्दा बस्दा जहिले आरोप लाउँछ यार साथीहरू यस्तो भएन है अघि नै आइज भन्दा यसो भनेको यसले छिटो आएर चाहिँ के गर्नु भन्थ्यो मुला हामी चाहिँ यहाँ माथिदेखि कहाँ बसौँ भयो अनि उसलाई रिङ्गटा लागेको रहेछ भाइलाई खाजा खाएको भन्थ्यो त नि खाजा नखाने भन्यो अनि अहिले नै के खानु त अघि भात खाएर आएको तैँले केही नखाएको होइन खाएको खाना ए कस्तो मलाई त यो सोचेर झन् धमिलो देखेको जस्तो पो लाग्यो राम्री देखाएको छ भनेर धमिलो देखेको छ यसले त बेज्जतै गर्ने रहेछ केही बेइज्जत गर्नु र आजिमे मासुते उहायो गोजाइ मासु वाता शिवा भन्नु अरे कविले भनेको ए सम्राटले भनेको मलाई ऊ के अरे ऊ छ अरे क्या मेरो हो जापानिजको पनि सब्सक्राइबर छ अरे क्या ए अनि बोला है भन्थ्यो कहाँ आउनु ओर्नु माफ गर्नु होला गोमेन नसाई यतिको चाहिँ लजाउँछ ओहो लजाउनु पर्दैन हौ 2 जना यहाँ पछाडि हिँड्दैछ म त एक्लै छु बिचरा भाइलाई लजाइ भाइ नलजाउ कि किन साँगुरे गरी गाउँपालिका यो चाहिँ के अरे एसएलसी हो तिम्रो सक्यो स्काई टावर जाने बाटो चाहिँ यता यसरी बनिराखेको छ हामी नि पहिला आएको तर यहाँ युके सर आएको थिएन म कविदाई केबिट शान्ति म तिमीहरूलाई धेरै धेरै सम्झना छ है तिमीहरू आएको ठाउँमा म आइपुगेँ फेरि तिमीहरूको सट्टा मैले यहाँ सोल्टी ल्याइदिएको छु सोल्टिनीहरूले सबजनाले एउटै लुगा लाउनु भएछ यहाँ मार्छ होला मलाई बेबोसँग भेट्नु खोज्ने केटी तपाईँ नै हो कि क्या हो होइन होला हिजो त्यो बेबोलाई बोलाउने पनि तपाईँ नै हो क्या हो त्यो 0.5 सेकेन्डमा रुइँ कुद्यो भन्दै थियो त हो साँच्ची तपाईँ नि भ्लगर नै हो नि ल हाम्रो तपाईँको नाम के भन्नु त लाइक सेयर गरिदिनु ल होइन हिजो देखिरहेको थिएँ क्या मैले टिकटकमा देखिरहेको थिएँ क्या होइन गङ्गा हाम्रो तपाईँ पनि भ्लगर हो बनाउँछु अनि नाम चाहिँ भ्लगर गर्न उयसको चाहिँ नाम च्यानल ब्लग्स हजुर गङ्गा ब्लग्स ए हामी सब्सक्राइब गर्छौँ अनि त्यहाँ कमेन्ट गर्छौँ क्या पुनम लाया मगर र लीला मगर छ ल पुनम मगर पुनम मगर लीला मगर भोलितिर भोलि आउँछ सिडी चढ्दै ठकिने रहेछ हामी अभागी रहेछौँ बादलले छोपेर राखेको राखेछ भ्यू हेर्ने भनेको भ्यू हेरेको हेरे भइहाल्दैन अब
98 11 068 पाक्री बास यहाँनिर चाहिँ धनकुटा सास पनि पुरा भइरहेको कि यति हिँड्दामै अम्बो यहाँनिर यसैले टिकट लिँदैछ कुहिरोको टिकट कुहिरोको टिकट अरे यसरी नै प्याकेजमै दिन्छ हो बोर्डिङ पास ल हेर्नुहोस् यहाँनिर हाम्रो 1500 चट एकैछिन हाम्रो यो होस्टेल लागेको दिन हेर्नलाई पनि हामीले यत्रो मिहिनेत गरी आएको छौँ 1500 तिरेर बिचारा पैसा चैत भएर केटी गयो जिन्दगी खोल्नु नि हामी त्यहाँ सम्पत्ति भरे समेत राति सिरालीमा राख्नु निकै टाढा हिँड्नुपर्छ यो त्यसो फेरि नजिक जान नि त अगाडि पछाडि आउँछ साह्रो थप्नु भयो नि यस्तो पो रहेछ त मतलब त्यो चाहिँ हिँड्ने चाहिँ कहाँ हो यहाँ त यो चाहिँ के रहेछ लो हामीले 500 को जुत्ता लायौँ है लायौँ अब यो केस डराउँदैछ क्या हाइट फोबिया छ अरे यहाँ अब मलाई साँच्चै डर लाग्दो रहेछ हौ मुनि हेर्नु थाल्यो भने त हाइट फोबिया छ अरे नि त केही हुँदैन केही हुँदैन अब बोर्डिङ पास भइसक्यो ब्यागमा राख्दा हुन्छ होला यहाँ त नकाटी त बाहिरदेखि पक्कै छिर्नु दिनु हुँदैन कुहिरोले केही देखिँदैन मुनि त साँच्ची यो केस नहेर्नु मुनि हाम्रो भाइ डराउँदैछ केही हुँदैन अन्त अब चाहिँ खुल्दैछ फेरि देखिँदैन त यहाँ मुनि चाहिँ यस्तो देखिँदो रहेछ बन्जी जम्प हान्ने भनेको के हो आज यहीँदेखि डराएर भाग्छु कि हो म त खुलियो केही हुँदैन तर खोलिन्छ जस्तो लागेन यो बादल त यस्तै हो अन्त यहीँ एक दिन एक घन्टा त यहीँ बस्यौँ भने चाहिँ हुन्छ होला यहाँ फोटो खिचौँ भनेको पालो नै आएन अब यहाँ त मुनि यस्तो रहेछ सोल्टी नि फोटो खिच्दै हुनुहुन्छ यहाँनिर फोटो खिच्ने त चान्सै छैन यहाँनिर मौसम खुलेको बेलामा चाहिँ अहिले चाहिँ बादल खुलिरहेको छ यहाँनिर
5 मिनट नै घुम्ने लामो सोचेको थियो तर लामो चाहिँ नरहेछ नि कति डराएको के नडराउनु भन्छु यहाँबाट यस्तो देखिरहेछ हामी चाहिँ हेरेको हेरे बादल चाहिँ घेरेको घेरे होइन यो के हाम्रो यो के चाहिँ डराएर छेडेको भेरेटारको मौसम चाहिँ यस्तो देखिरहेछ तर कस्तो ब्लरिङ देखियो अब त जानु त होला नि कस्तो 500 तिरेर होला घर फर्किनै मन छैन 500 पाक्यो हामी चाहिँ गयौँ अब निस्किनै पर्ने भयो बाई दाई थ्याङ्क यू हाम्रो फोटो खिचिदिनु भएकोमा हाइट फोबिया यहाँ छ है बिचारा मेरो भाइलाई चाहिँ पेटे नभन्दा त हाम्रो भाइ स्ट्रङ बोय हो के नभन्दा त भाइ लु हामी 3 जना आउँ न उताबाट त्यसले बनाइदियो केही हुँदैन है भाइ केही हुँदैन हामी त माथि प्यारासुटदेखि त यतिको झर्दा हेर्दा केही हुँदैन होइन ओ माई गॉड त्यो केही हुँदैन यतिको डराउनु प्यारासुटबाट चाहिँ झर्दैन ल प्लिज प्यारासुट खोलेर पानसेमा किनेको छु ल ओइ भित्र लगाइदिएन मैले त लगाइदिएँ तर यस्तो कुहिरो हुँदा पनि मान्छे कति धेरै आउनु हुँदो रहेछ है एकै ठाउँमा लगाइदिनु न अहिले कति बज्यो स्काई टावर घुमेर हामी 2 बज्न लागेछ अब चाहिँ खाजा खानु लागेको खाजा पनि हामी त मतवाली भएर होला जता गयो सुँगुर मात्रै खान्छौँ है सुँगुर हामी उहाँहरू पनि म गरे हो क्या म भाषा बोलिराख्नु हुन्थ्यो एकचोटि हामी खाजा खानु पर्खिरहेको छौँ खाजा खानलाई हाम्रो क्यामेराम्यान भाइ यहाँ हुनुहुन्छ यहाँ सम्राट भिडियो हेर्दै हुनुहुन्छ यहाँसम्म नि आइपुग्नुहुन्न सम्राट त भिडियो हेरेर लाइक मात्रै गर्छ क्या ओए यो बिच भिडियोसम्म आइपुग्नु हुँदैन भन् त केही बिना त्यस्तो गर्नु भएन है सब हेर्नुपर्छ नि सबै हेर्नुपर्छ त्यहाँनिर आफ्नो बुढीलाई सपोर्ट नगरी कसले गर्ने भन्नु त अनि तपाईँले त गर्नु पर्यो नि त्यति त मेरो आँखा चिलाइरहेको छ त्यसरी आज माथि सिबियुको त्यहाँ मेसिनहरू भर्खर के गर्दै थियो अरे नि हामीले यता आउनु ढिलो भइसकेको थियो आइगयौँ हामीले चाहिँ यहाँनिर खाजाको इन्तजारमा छौँ चिसो खाने के खाने चिसो नखाने यो के चिसो खाने खाने भाइ मासु उयो मोमो कस्तो छ मिठो छ अब चाहिँ हामी यहाँबाट जान्छौँ गाडी नपाउने आश हुन्छ नि त अब त यहाँबाट कति नपाउने आश हुन्छ क्या अब
भनेको पाउने आशा त होइन नपाउने पनि त हुन्छ नि नि यहाँ पेन क्या पेन आउँछ यो के झोला छोड्छ है अब चाहिँ हामी खाजा खाएर आफ्नो आफ्नो घरतिर लाग्छौँ होइन अनि अब तेरो त गाडी लागिरहेको छ त त्यो बुलेरोमा जान त्यो बुलेरोमा जान त्यही 100 रुपियाँ त लिन्छ नि होइन र है मलाई त थाहा छैन त्यो र म चाहिँ अनएक्सपेक्टेड भेट भइरहेको हुन्छ जुनसुकै बेला मैले यसलाई हिजो मात्रै भनेको थियो नि त तँ आउँछस् भने आइज आउँदिनस् भने त हामी दुईजना मात्रै हल्लिदिने हो भनेको थियो लास्टमा आउँछु नि त अरे क्या मेरो पनि छुट्टी थियो नि त त्यही भएर चाहिँ नि समर दाइले तँलाई मास्तिरै लिएर आउनु भन्नुभएको थियो ए हो आउन पाइनँ समर भेना तपाईँ अब राम्रोसँग बस्दै गर्नु म पछि आउँछु मैले छोरा भेटेँ नि त भन्न ए मैले छोरा भेटेँ नि त छोरा बाटोमा गेम खेल्छ अहिले म बाटोमा त्यो गेम खेलेर हान्छ क्या बेला पनि भयो म चाहिँ अब धरान जाने यो चाहिँ यहाँ जान त एउटा गाडीमा जा क्या अरू आउँदैन अब जान्छु बाई 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 5 मिनट पनि पुगेन हामीले गाडी पाइहाल्यो युकेश गेम खेल्नु बिजी भइरहेको छ म चाहिँ यहाँ बस्नु गइरहेको छु हजुर फाइनली हामी आइपुग्दा चाहिँ पानी पनि पर्यो छाता पनि बोकेको थिएन अब भिडियोलाई यही अन्त्य गर्छु बाई बाई गाइस थ्याङ्क्स फर वाचिङ